चैत 8 देखि आउँदैछ यस्ता तपाईहरुले धेरै भन्दा धेरै दर्शकसम्म पुर्याइदिनुहुन्छ भन्ने एकदमै आशा गरेको छु। धन्यवाद। फरक क्यानभासमा बन्ने चिज हो भने म्युजिक भिडियोहरू अनि त्यो चाहिँ फरक क्यानभासमा निर्माण हुने विषयवस्तु छ भने मलाई चाहिँ यो भनौँ न यो क्यारेक्टरमा चाहिँ एउटा इच्छा त हुन्छ सिनेमा खेल्ने होइन ठुलो यो मिड टाउन सिनेमा हलमा चाहिँ म पनि देखिउँ न एउटा ठुलो पर्दामा टक्कसँग होइन रविहरूको एक्टिङ हेर्न पाइयोस् भन्ने चाहिँ हुन्छ। गीत पनि गाइ नै राख्छु। सिनेमा चाहिँ यो मेरो पहिलोचोटि भएको भएर चाहिँ मलाई लाग्छ तपाईँहरूले पनि माया गरिदिनुहुन्छ, सबैले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, सिनेमा हेर्न जानु होला। सबभन्दा ठुलो कुरा रविले कस्तो एक्टिङ गर्दो रहेछ भन्ने कुराहरू यसमा तपाईँले छर्लङ्ग पाउनुहुन्छ। नराम्रो गरेको छ भने पनि भन्नु होला, तर नहेरेर चाहिँ नराम्रो नभनिदिनु, पहिला हेर्नु अनि मात्रै नराम्रो भनिदिनु होला। यदि गर्न सकेको छैन भने त्यो क्यारेक्टरमा निभाउन सकेको छैन भने अनि मलाई चाहिँ लास्टमा यति मात्र भन्नु छ कि हाम्रो चलचित्र चाहिँ अब राम्रो कन्टेन्ट छ, बलियो कन्टेन्ट छ। यो चाहिँ यतिको कन्फिडेन्स चाहिँ टिमलाई छ। अब त्यही हो दर्शक सामु नेपाली जनता सामु चाहिँ यो चलचित्र पुगोस् भन्ने हाम्रो चाहिँ इच्छा छ। किनभने कति पनि पूर्व प्रथाहरू पश्चिमी एरियालाई थाहा छैन, पश्चिमी एरियामा भएको पूर्व एरियामा थाहा छैन। त कति नेपालमा कति एरियाहरू छन् जुन चाहिँ कति नेपालीहरूलाई थाहा छैन कि हाम्रो नेपालमा यस्तो यस्तो ठाउँ छ, यस्तो यस्तो कल्चर छ, यस्तो यस्तो परम्पराहरू छ भन्ने कुरा। इभन मलाई पनि यो मुभी खेल्नुभन्दा अगाडि चाहिँ हाम्रो यो गाउँमा हाम्रो यो ठाउँमा चाहिँ यो परम्परा अझै पनि रहेछ या फिर थियो भन्ने कुरा चाहिँ मैले भर्खर थाहा पाइरहेको छु। जस्तो अहिलेको युथहरूलाई अहिलेको जेनेरेसनहरूलाई चाहिँ यो हाम्रो नेपालमा यस्तो लाइक सती प्रथा भन्न कति प्रथाहरू छन् जुन चाहिँ हामीले स्टडी गरेर या मुभीको मार्फत थाहा पाइरहेछौँ भनेपछि यो पनि एउटा छ जुन चाहिँ मैले थाहा पाएको थिएन भनेपछि अब कति स्क्रिनमा हजुरले यति रमाउनुहुन्छ कि त्यहाँको नेचरले हजुरहरूलाई लोभ्याउने छ होइन। अनि त्यसमाथि त्यहाँको दुःखहरू त्यहाँको कष्टहरू मान्छेहरू यो चाहिँ मैले फिल्म चाहिँ महिला सशक्तिकरण सम्बन्धी हो। महिलाहरू यस्तो दुःख पाउँछ, यस्तो कष्ट छ है महिलालाई। त्यसपछि त्यो फिल्म हेर्दा चाहिँ महिला बलियो पनि हुनुपर्छ भन्ने सन्देश पनि दिनुहुन्छ यो फिल्म मार्फत चाहिँ होइन। अपराध सहेर बस्नु हुँदैन, अपराध सक्नु हुँदैन, हामीले पनि आवाज उठाउनुपर्छ भन्ने चाहिँ हुन्छ। महिलाहरूले चाहिँ एकदम त्यस कति महिलाहरूले भोग्नु पनि भएको छ होला यो चिज यो फिल्म मार्फत हामीले देखाउन खोजेको छ हाम्रो सबै टिम मिलेर। र त्यहाँको कर्णालीमा गएर चाहिँ हामी त्यहाँको सामानहरू हामीले लिएर कति कठिनाइ भएको हामी कोही हेर्न सक्दैनौँ। त्यहाँको खच्चरहरू हामीले प्रयोग गरेको खच्चरहरू लग्यौँ हामीले। अनि त्यो ठाउँहरू यति विकट छ कि हामी गएर त्यहाँ खिच्यौँ, हामी आयौँ र अहिले सोध्छौँ कि हामी गएर आयौँ है ओहो भन्ने चाहिँ हामीलाई हुन्छ। त्यही नै हजुरहरूलाई देखाउन खोजिरहेको छ हाम्रो मिलेन त हाम्रो दुःख हजुरहरू एकदम ल यस्तो छ गर्ने त भन्नुभयो भने मलाई 3-4वटा प्रोजेक्टहरू हेरिसकेपछि मैले यो लाइनमा आउँछु भन्ने कहिले सोच बनाएको पनि थिएन, आउँछु जस्तो लागेको पनि थिएन। जब उहाँले यो द्रौपदीको मलाई चाहिँ कन्टेन्ट देखाउनु भयो, कन्टेन्ट देखाइसकेपछि अब यतिको फिल्म चाहिँ गर्नुपर्छ है। यतिको फिल्म किन गर्नुपर्छ त भन्दाखेरि हामी सबै कुरामा पैसा मात्र नहेरेर के छ भने जस्तै हामी यहाँदेखि भर्खरै डोल्पा जानु पऱ्यो, सेतो सुँगुर जानु पऱ्यो, कम्तीमा 3 दिन 4 दिन त लाग्छ। मान्छेलाई चाहिँ त्यो हाम्रो नेपालको चाहिँ विकट ठाउँ अथवा चाहिँ पर्यटकीय क्षेत्रहरू चाहिँ कस्तो छ भन्ने एउटा देखाउनु पाइयो। त्यो ठाउँका जनताहरूले चाहिँ कतिको दुःख पाउनु भएको छ र त्यहाँको के को त खास समस्या भन्ने कुरो हाम्रो टिमको कन्टेन्टले चाहिँ देखाएको छ। र त्यहाँको फेरि अर्को प्लस पोइन्ट भनेको त्यहाँको नेचरै यस्तो रमाइलो छ कि त्यो हेर्दाखेरि त्यहाँ कहिले छोडेर आउनु जस्तो हुँदैन हामीलाई चाहिँ। अनि अर्को कुरो उहाँको बासिन्दाहरू जान्दैन मिलनसार हुनुहुन्छ। अनि हामी यत्रो 28 जनाको टोली लिएर नेपालदेखि उहाँ हुनुपर्ने विदेशीहरूलाई पनि मन परेको हो होइन, हुनसक्छ। तर यो चाहिँ फेरि विदेशीलाई नै देखाउन मात्रै देखाउन त बनेको होइन। यस्तो राम्रो चिज नेपाली दर्शकले हेरिसकेपछि विदेशीले पनि थाहा पाओस् कि यो सिनेमा यस्तो फर्काएको छ भने। त्यस कारणले हामीले पनि हजुर होइन लगानी त अहिलेसम्म अब रिलिज हुने बेलासम्म त्यसमा अलिकति बढ्छ होला। अब कति हुन्छ हिसाब पनि हेर्नै भइएको छैन। तपाईँहरू जस्तै पत्रकार साथीहरू दाइहरू भाइहरूसँग यही समाचार सम्प्रेषण होस् वार्ता दिने बोल्ने हिँड्ने गर्दा गर्दै पब्लिसिटीको कामले त्यो त्यतातिरको फुल्ली अझै पनि आउँदैछ। त्यही 2 करोडको आसपास चाहिँ अहिलेसम्म हिसाब हामी टिप्दै हिँड्दै गरिरहेको छ।
फुल्ली नेपाली भाषा नै भयो, अलिकति टोन ल्याएको जस्तो विदेशमा चाहिँ चलाउनको लागि अब इङ्ग्लिसमा सबटाइटल हुने भयो। अहिले तपाईँले अब इन्डियामा पनि चलाउने कुरा भएको छ, त्यहाँ हुँदाखेरि त अब हामीले अभियसली हिन्दीमा डब गर्नुपर्ने हुन्छ होइन। त्यो बाहेक अन्य भाषाभाषी भन्ने नेपालभित्रको त सायद सम्भव नहोला, किनकि टाइम धेरै छैन। तर डिमान्ड भयो भने अन्य भाषामा पनि त्यसलाई हामीले गर्न सक्छौँ। हस्, धन्यवाद छ यहाँ सबैजनालाई, विशेष गरेर द्रौपदी टिमलाई धेरै धन्यवाद र सफलताको शुभकामना छ। चलचित्रको भाष्यलाई मालिकमा चाहिँ भन्न नपाइयोस्, हामीले कमाओस् 2 करोड होइन 4 करोड 5 करोड 6 करोड कमाओस्, राम्रो होस्, सफलताको शुभकामना दिँदै चलचित्र पत्रकार सङ्घ कास्कीका कार्यवाहक अध्यक्ष अल्पन तिवारीज्यूको आज्ञाअनुसार यो प्रेस मिट पत्रकार सङ्घले यही जानकारी गराउँछौँ। त्यसपछि हामी कफी चिया खान्छौँ तल बगीमा बसेर। त्यसपछि चाहिँ तपाईँहरूले